नमस्कार साथीहरू, यस युट्युब च्यानलमा सबैलाई स्वागत छ। आज मैले लोकसेवा आयोगमा बारम्बार सोधिरहने नेपालको इतिहासबाट महत्त्वपूर्ण 10 वटा प्रश्नहरू लिएर आएको छु। कृपया भिडियोलाई कति पनि स्किप नगरी अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिनुहोला र साथै भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न पनि नबिर्सिनुहोला। आजको भिडियो सुरु गरौँ पहिलो प्रश्नबाट। पहिलो प्रश्न रहेको छ, राइट वंशावलीका अनुसार गोपाल वंशका कति राजाले कति वर्ष शासन गरेका थिए? अप्सन नम्बर ए 8 राजाले 505 वर्ष, अप्सन नम्बर बी 8 राजाले 521 वर्ष, अप्सन नम्बर सी 8 राजाले 491 वर्ष र अप्सन नम्बर डी 6 राजाले 355 वर्ष। प्रश्न रहेको छ, राइट वंशावलीका अनुसार गोपाल वंशका कति राजाले कति वर्ष शासन गरेका थिए भनेर रहेको छ। यसमा अप्सन नम्बर एमा रहेको छ 8 राजाले 505 वर्ष, अप्सन नम्बर बीमा 8 राजाले 521 वर्ष, अप्सन नम्बर सी 8 राजाले 491 वर्ष र अप्सन नम्बर डी 6 राजाले 355 वर्ष। यसको सही आन्सर हुन्छ साथीहरू अप्सन नम्बर बी 8 राजाले 521 वर्ष। 8 राजाले 521 वर्ष शासन सञ्चालन गरेका थिए। त्यसै गरी 8 राजाले 505 वर्ष भनेको यो गोपाल वंशावलीका अनुसार हो। गोपाल वंशावलीका अनुसार 8 राजाहरूले 505 वर्ष शासन सञ्चालन गरेका थिए। त्यसै गरी 4 राजाले 491 वर्ष भनेको कर्क प्याट्रिकका अनुसार हो। कर्क प्याट्रिकका अनुसार। त्यसै गरी 6 राजाले 355 वर्ष चाहिँ निमिष वंशका राजाहरूले 6 राजाहरूले 355 शासन सञ्चालन गरेका थिए। त्यसले यसको सही आन्सर के हुन्छ त साथीहरू अप्सन नम्बर बी 8 राजाले 521 वर्ष। साथीहरू अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 2। मल्लकालका अन्तिम राजा को हुन्? अप्सन नम्बर ए रणजित मल्ल, अप्सन नम्बर बी तेजनरसिंह मल्ल, अप्सन नम्बर सी जयप्रकाश मल्ल र अप्सन नम्बर डी रत्न मल्ल। प्रश्न रहेको छ मल्लकालका अन्तिम राजा को हुन्? अप्सन नम्बर ए रणजित मल्ल, अप्सन नम्बर बी तेजनरसिंह मल्ल, अप्सन नम्बर सी जयप्रकाश मल्ल र अप्सन नम्बर डी रत्न मल्ल। र साथीहरू यसको सही आन्सर हुन्छ अप्सन नम्बर सी जयप्रकाश मल्ल। जयप्रकाश मल्ल मल्लकालका अन्तिम राजा हुन्। यिनी कान्तिपुरका अन्तिम राजा पनि हुन्। कान्तिपुरका अन्तिम राजा भन्यो भने जयप्रकाश मल्ल हुन्। त्यसै गरी रणजित मल्ल भनेको भक्तपुरका अन्तिम राजा हुन्। भक्तपुरका अन्तिम राजा रणजित मल्ल हुन्। तेजनरसिंह मल्ल पाटनका अन्तिम राजा हुन्। पाटनका अन्तिम राजा हुन्। त्यसै गरी रत्न मल्ल चाहिँ कान्तिपुरका प्रथम राजा हुन्। कान्तिपुरका प्रथम राजा रत्न मल्ल। कान्तिपुरका प्रथम राजा रत्न मल्ल हुन्। त्यसले यसको सही आन्सर के हुन्छ त साथीहरू अप्सन नम्बर सी जयप्रकाश मल्ल। अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 3। द्वैध शासनको सुरुवात कुन राजाको पालामा भएको हो? अप्सन नम्बर ए वसन्तदेव, अप्सन नम्बर बी नरेन्द्रदेव, अप्सन नम्बर सी उदयदेव र अप्सन नम्बर डी मानदेव। प्रश्न रहेको छ द्वैध शासनको सुरुवात कुन राजाको पालामा भएको हो? अप्सन नम्बर एमा वसन्तदेव, अप्सन नम्बर बी नरेन्द्रदेव, अप्सन नम्बर सी उदयदेव र अप्सन नम्बर डी मानदेव भनेर अप्सनमा रहेको छ। र यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए वसन्तदेव। वसन्तदेवको पालामा द्वैध शासनको सुरुवात भएको हो। त्यसै गरी नरेन्द्रदेवले द्वैध शासनको अन्त्य गरेका थिए। द्वैध शासनको अन्त्य नरेन्द्रदेवले गरेका थिए। द्वैध शासनको अन्त्य नरेन्द्रदेवले गरेका थिए। उदयदेव भनेको चाहिँ हाम्रो तिब्बतमा शरण लिने राजा हुन्। तिब्बतमा शरण लिने राजा हुन् भने मानदेव पहिलो प्रामाणिक राजा हुन्। प्रामाणिक राजा पहिलो। त्यसैले यसको सही आन्सर के हुन्छ त साथीहरू अप्सन नम्बर ए वसन्तदेव। वसन्तदेवले द्वैध शासनको सुरुवात गरेका थिए।
त्यसैगरी प्रश्न नम्बर 4 मा रहेको छ लिच्छवी कालमा मनोरञ्जनमा लाग्ने करलाई के भनिन्थ्यो? अप्सन नम्बर ए मल्लकर, अप्सन नम्बर बी चैलकर, अप्सन नम्बर सी सिंकर र अप्सन नम्बर डी मल्लयुद्ध र गोयुद्ध कर। प्रश्न रहेको छ लिच्छवी कालमा मनोरञ्जनमा लाग्ने करलाई के भनिन्थ्यो? अप्सन नम्बर ए मल्लकर, अप्सन नम्बर बी चैलकर, अप्सन नम्बर सी सिंकर र अप्सन नम्बर डी मल्लयुद्ध र गोयुद्ध कर। र यसको सही एन्सर हुन्छ साथीहरू अप्सन नम्बर डी मल्लयुद्ध र गोयुद्ध कर। मनोरञ्जनमा लाग्ने करलाई मल्लयुद्ध र गोयुद्ध कर भनेर भनिन्थ्यो। त्यसैगरी मल्लकर भनेको भैँसीमा लाग्ने कर हो, भैँसीमा लाग्ने कर। चैलकर भनेको कपडामा लाग्ने कर हो, कपडामा लाग्ने कर। सिंकर भनेको फर्निचर अर्थात् काठका सामग्रीहरूमा लाग्ने कर, फर्निचर। त्यसैले यसको सही आन्सर हुन्छ साथीहरू अप्सन नम्बर डी मल्लयुद्ध र गोयुद्ध कर। प्रश्न नम्बर 5 मा रहेको छ सेतो मच्छिन्द्रनाथ जात्राको सुरुवात कसले गरेका हुन्? अप्सन नम्बर ए नरेन्द्र देव, अप्सन नम्बर बी जगतज्योति मल्ल, अप्सन नम्बर सी प्रताप मल्ल र अप्सन नम्बर डी महेन्द्र मल्ल। प्रश्न रहेको छ साथीहरू सेतो मच्छिन्द्रनाथ जात्राको सुरुवात कसले गरेका हुन् भनेर प्रश्न रहेको छ। अप्सन नम्बर ए मा रहेको छ नरेन्द्र देव, अप्सन नम्बर बी मा रहेको छ जगतज्योति मल्ल, अप्सन नम्बर सी मा रहेको छ प्रताप मल्ल र अप्सन नम्बर डी मा रहेको छ महेन्द्र मल्ल। र यसको सही आन्सर हुन्छ साथीहरू अप्सन नम्बर सी प्रताप मल्ल। प्रताप मल्लले सेतो मच्छिन्द्रनाथ जात्राको सुरुवात गरेका थिए। त्यसैगरी साथीहरू नरेन्द्र देवले चाहिँ रातो मच्छिन्द्रनाथ जात्राको सुरुवात गरेका थिए, रातो मच्छिन्द्रनाथ, रातो मच्छिन्द्रनाथ। जगतज्योति मल्लले चाहिँ बिस्केट जात्रा, बिस्केट जात्राको सुरुवात गरेका थिए भने महेन्द्र मल्लले श्वेत विनायक जात्रा, श्वेत विनायक जात्रा, श्वेत विनायक जात्रा, श्वेत विनायक जात्राको सुरुवात गरेका थिए। त्यसैले यसको सही आन्सर के हुन्छ त साथीहरू अप्सन नम्बर सी प्रताप मल्ल। सेतो मच्छिन्द्रनाथ जात्राको सुरुवात प्रताप मल्लले गरेका थिए। यसै गरी प्रश्न नम्बर 6 मा रहेको छ महामारीमा परि मर्ने राजा को हुन्? अप्सन नम्बर ए भास्कर मल्ल, अप्सन नम्बर बी योग नरेन्द्र मल्ल, अप्सन नम्बर सी अभय मल्ल र अप्सन नम्बर डी सिद्धि नरसिंह मल्ल। प्रश्न रहेको छ महामारीमा परि मर्ने राजा को हुन्? अप्सन नम्बर ए भास्कर मल्ल, अप्सन नम्बर बी योग नरेन्द्र मल्ल, अप्सन नम्बर सी अभय मल्ल र अप्सन नम्बर डी सिद्धि नरसिंह मल्ल। र यसको सही आन्सर के हुन्छ त साथीहरू अप्सन नम्बर ए भास्कर मल्ल। भास्कर मल्ल महामारीमा परि मर्ने राजा हुन्। नेपालको इतिहासमा महामारीमा परि मर्ने राजा भनेर भास्कर मल्ललाई चिनिन्छ। त्यसैगरी योग नरेन्द्र मल्लमा चाहिँ योग नरेन्द्र मल्ल चाहिँ षड्यन्त्रपूर्वक तमाखुमा विष मिलाएर मारिने राजा हुन्, तमाखुमा विष मिलाएर मारिने राजा। त्यसैगरी अभय मल्ल भनेको भूकम्पमा मर्ने राजा, भूकम्पमा परि मर्ने राजा। र सिद्धि नरसिंह मल्ल भनेको तीर्थ जाँदा मर्ने राजा, तीर्थ जाँदा मर्ने राजा चाहिँ सिद्धि नरसिंह मल्ल हुन्। त्यसै सिद्धि नरसिंह मल्ल तीर्थ जाँदा मर्ने राजा हुन्। त्यसैगरी साथीहरू तीर्थ जाँदा बाटैमा मर्ने राजा भने चाहिँ भूपालेन्द्र मल्ल, भूपालेन्द्र मल्ल भनेको तीर्थ जाँदा बाटैमा मर्ने राजा भनेर चिनिन्छ। त्यसैगरी प्रश्न नम्बर 7 मा रहेको छ पृथ्वीनारायण शाहले कीर्तिपुर विजय कहिले गरे? अप्सन नम्बर ए 1826 मङ्सिर 1, अप्सन नम्बर बी 1825 असोज 24, अप्सन नम्बर सी 1825 असोज 13 र अप्सन नम्बर डी 1822 चैत्र 3। प्रश्न रहेको छ पृथ्वीनारायण शाहले कीर्तिपुर विजय कहिले गरे? अप्सन नम्बर ए मा रहेको छ 1826 मङ्सिर 1, अप्सन नम्बर बी मा रहेको छ 1825 असोज 24, अप्सन नम्बर सी मा रहेको छ 1825 असोज 13 र अप्सन नम्बर डी मा रहेको छ 1822 चैत्र 3। र यसको सही आन्सर के हुन्छ त साथीहरू अप्सन नम्बर डी 1822 चैत्र 3। पृथ्वीनारायण शाहले
कीर्तिपुरमा तेस्रो आक्रमणपछि चाहिँ विजय हासिल गरेका थिए। 1826 मङ्सिर 1 मा भक्तपुरमाथि विजय गरेका थिए। भक्तपुरमाथि विजय गरेका थिए। 1825 असोज 24 मा पाटनमाथि विजयी, जुन अहिलेको ललितपुर भनेर चिनिन्छ। त्यसै गरी अप्सन नम्बर सीमा रहेको 1825 असोज 13 गते चाहिँ कान्तिपुर विजय गरेका थिए। कान्तिपुर विजय गरेका थिए भने 1822 चैत्र 3 मा कीर्तिपुरमाथि विजय गरेका थिए। त्यसैले यसको सही आन्सर के हुन्छ त साथीहरू? अप्सन नम्बर डी 1822 चैत्र 3। त्यसै गरी अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 8। देहायका मध्ये कुन राजाको पालामा त्रयी शासन सुरु भएको हो? अप्सन नम्बर ए प्रताप सिंह शाह, अप्सन नम्बर बी गिरवान विक्रम शाह, अप्सन नम्बर सी रणबहादुर शाह र अप्सन नम्बर डी पृथ्वीनारायण शाह। प्रश्न रहेको छ देहायका मध्ये कुन राजाको पालामा त्रयी शासन भनेको 3 ठाउँमा शासन चाहिँ भएको थियो भनेर भनेको हो। र यसको अप्सनमा रहेको छ प्रताप सिंह शाह, गिरवान युद्ध विक्रम शाह, रणबहादुर शाह, पृथ्वीनारायण शाह। र यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी गिरवान युद्ध विक्रम शाह। गिरवान युद्ध विक्रम शाहको पालामा त्रयी शासनको सुरुवात भएको हो। त्यसै गरी यिनले चाहिँ नामको पछाडि विक्रम लेख्न सुरु पनि गरेका थिए। प्रताप सिंह शाह भनेको योग्य पिताका अयोग्य छोरा भनेर चिन्छ। योग्य पिताका अयोग्य छोरा प्रताप सिंह शाह। रणबहादुर शाह भनेको आफ्नै भाइद्वारा काटिएर मारिने राजा पनि हुन्। उनी चाहिँ शेरबहादुर शाहद्वारा काटिएर मारिएका थिए। त्यसै गरी पृथ्वीनारायण शाह भनेको चाहिँ हाम्रो एकीकरणका अभियन्ता हुन्। त्यसै गरी प्रश्न नम्बर 9 मा रहेको छ कोत पर्वमा मारिने पहिलो व्यक्ति को हुन्? अप्सन नम्बर ए वीरध्वज सिंह बस्नेत, अप्सन नम्बर बी विजयराज पण्डित, अप्सन नम्बर सी अभिमान सिंह बस्नेत र अप्सन नम्बर डी लालचा। कोत पर्वमा मारिने पहिलो व्यक्ति को हुन् भनेर प्रश्न रहेको छ। र यसको अप्सनमा रहेको छ वीरध्वज सिंह बस्नेत, विजयराज पण्डित, अभिमान सिंह बस्नेत र लालचा। त्यसै गरी यसको सही आन्सर चाहिँ के हुन्छ त साथीहरू? अप्सन नम्बर सी अभिमान सिंह बस्नेत। अभिमान सिंह बस्नेत चाहिँ यसको सही आन्सर हुन्छ। यसमा वीरध्वज सिंह बस्नेत भनेको भण्डारखाल पर्वमा मारिने पहिलो व्यक्ति हुन्। भण्डारखाल पर्वमा। त्यसै गरी विजयराज पण्डित भनेको भण्डारखाल पर्वको पोल खोल्ने व्यक्ति हुन्। भण्डारखाल पर्वको पोल खोल्ने व्यक्ति। र कोत पर्व कहिले भएको थियो त साथीहरू? कोत पर्व चाहिँ विक्रम सम्वत 1903 असोज 2 गते 1903 असोज 2 गते भएको थियो। र यसमा मारिने पहिलो व्यक्ति चाहिँ को हुन् साथीहरू? अभिमान सिंह बस्नेत। अभिमान सिंह बस्नेत यस कोत पर्वमा मारिने पहिलो व्यक्ति हुन्। त्यसै गरी आजको अन्तिम अर्थात् 10औं प्रश्न रहेको छ शिक्षाका पिता भनेर कसलाई चिनिन्छ? अप्सन नम्बर ए देव शमशेर, अप्सन नम्बर बी चन्द्र शमशेर, अप्सन नम्बर सी पद्म शमशेर र अप्सन नम्बर डी भीम शमशेर। प्रश्न रहेको छ शिक्षाका पिता भनेर कसलाई चिनिन्छ? अप्सन नम्बर ए देव शमशेर, अप्सन नम्बर बी चन्द्र शमशेर, अप्सन नम्बर सी पद्म शमशेर र अप्सन नम्बर डी भीम शमशेर। र यसको सही आन्सर के हुन्छ त साथीहरू? अप्सन नम्बर ए देव शमशेर। देव शमशेर चाहिँ यसको सही आन्सर हुन्छ। त्यसै गरी चन्द्र शमशेरलाई चाहिँ हामीले फिस्टे महाराज भनेर चिन्छौँ। फिस्टे महाराज भनेर चिन्छौँ। पद्म शमशेरलाई स्कुलका पिता भनेर चिन्छौँ। स्कुलका पिता। र भीम शमशेरलाई बुढा महाराज भनेर चिन्छौँ। बुढा महाराज भनेर चिन्छौँ।
हवस् त साथीहरू, आजको लागि यति नै। भिडियो कस्तो लाग्यो कृपया लाइक, कमेन्ट र सेयर गर्न पनि नबिर्सिनुहोला। यदि च्यानलमा नयाँ आउनुहुन्छ भने सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। धन्यवाद।